सुरुमा ड्याशबोर्डको क्याम्पेनमा क्लिक गर्नुहोस्। त्यसपछि क्रिएट क्याम्पेनमा क्लिक गर्नुहोस्। यहाँ तपाईले क्याम्पेन नेम लेख्नुहोस्। तपाईले कन्ट्याक्ट चाहिँ दुईवटा तरिकाबाट अपलोड गर्न सक्नुहुनेछ, इन्डिभिजुअल र बल्क अपलोड। इन्डिभिजुअल कन्ट्याक्टलाई सेन्ड गर्नको लागि इन्डिभिजुअल अप्सन चुज गर्न सक्नुहुनेछ भने धेरै जनालाई भोइस ब्रोडकास्टिङ गर्नु छ भने हजुरले बल्क अपलोडमा क्लिक गर्न सक्नुहुनेछ। त्यसरी नै यहाँ चुज फाइलमा तपाईको कन्ट्याक्ट नम्बरको लिस्ट भएको एक्सेल फाइल अपलोड गर्नुहोस् अनि एड क्याम्पेनमा क्लिक गर्नुहोस्। अब क्याम्पेनमा क्लिक गर्नुहोला। तपाईले भोइस ब्रोडकास्टिङको लागि दुईवटा अप्सन्स पाउन सक्नुहुनेछ, प्ले र सेभ। तपाईले आफ्नै भोइस ब्रोडकास्ट गर्न चाहनुहुन्छ भने आफूले रेकर्ड गर्नुभएको अडियो फाइल सेलेक्ट गर्नुहोस् र त्यसै गरी एआई जेनेरेटेड भोइस ब्रोडकास्ट गर्न चाहनुहुन्छ भने कुनै मेसेज कन्टेन्ट हजुरले मेसेज बक्समा गएर टाइप गर्नुहोला या कपी पेस्ट गर्न पनि सक्नुहुनेछ र त्यो मेसेज कन्टेन्टलाई चाहिँ एआई जेनेरेटेड भोइसमा चेन्ज गर्न सक्नुहुनेछ। तपाईले क्रिएट गर्नुभएको क्याम्पेनको अडियो फाइल टेस्ट भोइसमा क्लिक गरेर सुन्न सक्नुहुनेछ र बिगिनमा क्लिक गर्नुहोस्। भोइस ब्रोडकास्टिङ क्याम्पेन सुरु हुनेछ।